नमस्कार। आज म तपाईलाई पैसाको बारेमा केही जानकारी गराउन चाहन्छु। पैसा 95% मान्छेलाई पैसा के काम गर्छ भन्ने कुरा थाहा हुँदैन। जम्मा 5% लाई मात्र के हुन्छ, पैसाले कसरी काम गर्छ भन्ने 5% लाई थाहा हुन्छ। यदि तपाई 95% भित्र पर्नुहुन्छ कि 5% भित्र पर्नुहुन्छ भनेर तपाईले के गर्न सक्नुहुन्छ, कमेन्ट गर्न सक्नुहुन्छ। पैसा 3 तरिकाको हुन्छ। पैसा इन्कम जुन पैसा छ, पैसा एउटा जबबाट आउँछ, एउटा बिजनेसबाट आउँछ। र त्यो पैसा जुन छ एउटा के हुन्छ, डेट मनी। डेट मनी भने कस्तो भन्दाखेरि तपाईले जुन पैसा कमाउनुहुन्छ त्यो पैसा मानौ ब्याङ्कमा राख्नुभयो भने मानौ सेभिङ खातामा के आउँछ, नर्मल ब्याज आउँछ नम्बर 1 मा। नम्बर 2 मा चाहिँ तपाईले इन्कम गर्नुहुन्छ, त्यो इन्कम गरेको पैसा मानौ अहिले 50,000 रुपैयाँ कमाउनुहुन्छ, 50,000 नै खर्च गर्नुहुन्छ भने तपाई त्यसलाई भन्छ डेट मनी। र तपाईले मानौ घरमा राख्नुहुन्छ भने त्यसलाई डेट मनी, तपाईले गोजीमा राख्नुहुन्छ भने डेट मनी, र तपाईले कुनै पनि उद्देश्य बिना चाहिँ कसैलाई नै पैसा दिनुहुन्छ भने त्यसलाई भन्छ डेट मनी। यो डेट मनीको कारणले मान्छे चाहिँ पैसा अगाडि बढ्दैन नम्बर 1 मा। नम्बर 2 मा रहेको छ सोलो मनी। सोलो मनी भनेको तपाईले त्यो पैसा जुन छ महिनामा आम्दानी हुने पैसा, त्यो पैसा मानौ एफडी मा राख्दाखेरि के हुन्छ भन्दाखेरि थोरै मात्रै के हुन्छ भन्दाखेरि थोरै इन्ट्रेस्ट रेटमा थोरै ग्रो हुन्छ नम्बर 1 मा चाहिँ। नम्बर 2 मा चाहिँ अन्य कुनै ठाउँमा चाहिँ राख्नुभयो भने नर्मल लो रिस्कमा राख्नुभयो भने लो रिटर्न आउँछ। त्यो भएको कारणले त्यसलाई भन्छ सोलो मनी। र अर्को छ भनेको फास्ट मनी। फास्ट मनी भनेको तपाईले के गर्न सक्नुहुन्छ, तपाईको जुन कमाईको पैसा छ स्किलमा तपाईले इन्भेस्टमेन्ट गर्न सक्नुहुन्छ, तपाईले साना बिजनेसमा इन्भेस्टमेन्ट गर्न सक्नुहुन्छ, तपाईले स्टक मार्केटको आइपिओ मा चाहिँ तपाईले चाहिँ इन्भेस्टमेन्ट गर्न सक्नुहुन्छ, तपाईले एसआइपी गर्न सक्नुहुन्छ, तपाईले लाइफ इन्स्योरेन्स गर्न सक्नुहुन्छ। लाइफ इन्स्योरेन्स गर्दाखेरि 50,000 रुपैयाँ जम्मा गर्दाखेरि तपाईको उमेर अनुसार मेन चाहिँ तपाईको उमेर अनुसार के हुन्छ भन्दाखेरि मानौ 10 लाख रुपैयाँको बिमा पाउनुहुन्छ, 50-60 हजार रुपैयाँ इन्भेस्टमेन्ट गर्नुभयो, आज इन्स्योरेन्स गर्नुभयो भने तपाईले के गर्नुहुन्छ 10-12 लाख रुपैयाँको इन्स्योरेन्स पाउनुहुन्छ र विभिन्न सुविधा पाउनुहुन्छ। त्यो भएको कारणले आजको दिनमा तपाईलाई म के अनुरोध गर्छु भन्दाखेरि फास्ट मनीमा तपाईले के गर्न सक्नुहुन्छ, आफ्नो चाहिँ तपाईको जुन मनीलाई एउटा सिस्टम बिल्डअप गर्न सक्नुहुन्छ। त्यो भएर फास्ट मनीतिर तपाईले चाहिँ फोकस गर्न सक्नुहुन्छ भन्दै तपाईको आजको पैसाको भिडियो हेरिदिनु भएकोमा तपाईहरुप्रति धेरै धन्यवाद। तपाई 95 मा हुनुहुन्छ कि 5% मा हुनुहुन्छ, तपाईले आफूले नै मनन गर्नु होला भन्दै यो भिडियो तपाईले हेरिदिनु भएकोमा तपाईहरुप्रति धेरै धन्यवाद दिन चाहन्छु।